भजन सङ्ग्रह 32 को 6 मा यस्तो लेखेको छ, यसकारण हरेक भक्तजनले जबसम्म तपाईँलाई प्राप्त गर्न सकिन्छ तपाईँमा प्रार्थना गरोस् भनेर लेखेको छ होइन। सो हामी यो वचनलाई एउटा सिधा हेर्ने हो भने के पाउन सक्छौँ भन्दाखेरि एउटा जिद्दीपनको स्वभावले होइन प्राप्त गर्न सकिन्छ भने खोजोस् भनेर हामी पाउँदछौँ होइन। अनि परमेश्वरले हामीभित्र हरेक स्वभावहरू राखिदिनु भएको छ। हामीभित्र रिस राखिदिनु भएको छ, हामीभित्र प्रेम राखिदिनु भएको छ, हामीभित्र जिद्दीपनको स्वभावहरू अनि हरेक स्वभावले भरिपूर्ण एउटा मानिस व्यक्ति हो होइन। अनि एउटा तपाईँ र म भित्र भएको जिद्दीपनलाई चाहिँ आज परमेश्वरको कार्यको लागि कसरी प्रयोग गर्ने भनेर यो वचनले आज हामीलाई उत्साह दिन खोजिरहेको छ कि जबसम्म परमेश्वरलाई प्राप्त गर्न सकिन्छ उहाँमा प्रार्थना गरोस् भनेको छ है। यसकारण तपाईँ र म भित्र भएको एउटा जिद्दीपनको स्वभावलाई आज परमेश्वरको कार्यको निम्ति प्रयोग गर्नु हो भने हामी प्रार्थना गरेर अनि एउटा भनौँ उहाँतर्फको त्यो इच्छा, त्यो जिललाई हामी जगाएर हामी उहाँको निम्ति त्यो कुरालाई प्राप्त गर्न सक्छौँ है। तपाईँ र म भित्र रिस पनि छ, तपाईँ र म भित्र प्रेम पनि छ, तर कुन अवस्थामा हामी कसरी निकाल्नु पर्ने भन्ने कुराको ज्ञान आज बाइबलबाट हामीले प्राप्त गर्न सक्छौँ है। येशू प्रभु पनि एउटा समयमा रिसाउनु भयो र उहाँको रिसले गर्दा परमेश्वरको धार्मिकता चाहिँ त्यहाँ हामी मानिसहरूको बिचमा आएको हामी पाउँदछौँ। यस कारणले गर्दाखेरि आज हामीभित्र भएको रिस, हामीभित्र भएको प्रेम, हामीभित्र भएको जिद्दीपन अनि विभिन्न स्वभावहरूलाई हामीले कुन अवस्थामा कसरी परिचालित गर्छौँ त्यो चाहिँ परमेश्वरको वचनबाट हामीले ज्ञान लिनु आवश्यक छ। अनि यो वचनले भने जस्तै तपाईँ र मेरो जिद्दीपनको स्वभावलाई चाहिँ प्रभु म आज प्रार्थना गर्न बस्दैछु भने म तपाईँको उपस्थितिमा नगइकन म फर्किन चाहन्न है। वर्शिपमा तपाईँ सहभागी हुँदै हुनुहुन्छ भने परमेश्वरलाई भन्नुहोस्, प्रभु म आज तपाईँको उपस्थितिमा जसरी पनि म तपाईँलाई भेट्छु, जसरी पनि म तपाईँको उपस्थितिमा जान्छु भनिकन। यसकारण परमेश्वरले हामीलाई दिनुभएको स्वभावलाई आज उहाँको महिमाको निम्ति प्रयोग गरौँ ताकि हामीभित्र भएको कुराले परमेश्वरलाई हामीले महिमा दिन सकौँ। आमेन। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।